वैदेशिक रोजगारीको लागि 16 अवसर। आमा म एकछिन गाउँतिर घुमेर आउँछु है। कहाँ जान आँटेको फेरि? विदेशबाट आएको यत्रो दिन भइसक्यो, घरमा चाहिँ बसेर हुन्छ? ए पक्क म यो मिसिनले सबै धुलो उठाउँदो रहेछ। च्यारङले टाउको बेन। ए आमा हिँड्ने बेला फेरि च्यारङ नपठाउनु न हौ। ऊ त्यो छ त पसल देख्दैनस् क्या हो? यति दुई पाला हिँड्न सक्दैन। गाइस हेर्न सक्नुहुन्छ यहाँ मेरो कुटी काट्ने मेसिन छ, यता पछाडि मेरो घर छ। ल यहाँ च्यारङ आफ्नो मलाई फुटाइदिन्छु अनि अब हगेको मुतेको सबै देखा। जतिखेर चलाएको छ जतिखेर अन्न यो बनाउनेलाई पो हान्नु पर्ने त। यी खिच्चा कुकुर पनि हाम्रो गाउँमा कति बढ्यो आमा ए काका नमस्ते। होइन सँगसँगै कुकुर पो लिएर आएको है। कुकुर आइहाल्छ नि अब। बच्चा पाउनेलाई पालिकाले पुरस्कृत गर्ने होइन पुरस्कार पाइन्छ भने त आफ्नो खर्च क्या हो? इनका त फोनमै मात्र गफ हुन्छ नि त, घरमा चाहिँ एउटा ढलेको सिन्को पनि उठाउनु छैन। मलाई नसगान भाइ त्यो सुँगुरको बच्चा चाहिँ किन ल्याएको भन त? यी बुइने त कहाँ देखे जस्तो लाग्यो। बुइने तिमी त्यो माथि घर साइले काकाको छोरी होइन? ए अस्ति विदेशबाट तिमी हो फर्केर आएको? व्यवसाय सुरु गर्न आँटेको रहेछ है? ल अनि ए साथी त्यो अघिको केटी भनेको त त्यो साइले घरे त्यो केटी त अनि कता कुवेतमा चाहिँ यसो भएर आँखिएर सुन न अरे बाबा हो यसलाई चाहिँ कहिले दादालाई उनाउ जस्तो भइसक्यो क्या। ल बुझ्ने तँलाई आइफोन पठाइदिन्छ, पहिला विदेश त जानु दे। हिँडेको मान्छे भर्खर आउँदैछस् त? आमा नरिसाउनु न मेरो आमा, मलाई उहाँ साथीहरूले क्या ए तँ कति दिन घर आइछस् आज मेरोमा भात खाएर जा भन्नाले त्यतै खाएर आएँ। म पनि त त्यही छोरा आउँछ सँगै भात नखाएको पति भयो भनेर पर्खेर बस्छ कि। नमस्कार यताकोलाई पनि नमस्कार उमाथिकोलाई पनि नमस्कार। हजुरहरूले जिताको रुचाको म लोकप्रिय नेता आज हजुरहरूको माझमा यो गाउँमा केही गरौँ कि भनेर तपाईँहरूलाई एउटा रहस्यमय खुलासा गर्न चाहन्छु। अब म जाँदिनँ तपाईँलाई अब खुल्यो साउदी कतार मलेसियामा रोजगारीको अवसर खुल्यो। खाना बस्न सहित फ्री भिसा र फ्री टिकटको सुविधा भएको वर्किङ भिसा, स्टुडेन्ट भिसा, डिपेन्डेन्ट भिसा, तेल भिसा र भागी भिसामा वैदेशिक रोजगारी खुल्यो। महिला पुरुष गरी 35 जनाको माग भइरहेको छ। महिलालाई पहिलो प्राथमिकता। खुल्यो तपाईँहरूको आफ्नो हाम्रो राम्रो भरपर्दो मेन पावर कम्पनीमा रोजगारको अवसर खुल्यो। काम त सगा न त्यत्रै भइसक्यो त कहिले मै घोटिनु होला सोधेउ धाराको पानी बिहान आफूले नुहाएका लुगा धुन पनि पाएको छैन अनि घरको काम त्यसै
आफूलाई यहाँ चिया खान मन लागेर मन च्यारङ पनि रहेनछ होइन घरमा भएका बेला त काम सघाउनु नि हौ आफै नि जाँदा च्यारङ लिएर आइज मलाई त साह्रै टाउको भाइ त्यति काम चलाइदैन हौ 4 दिने आमा पनि बुइने काम गर्दैन याले उठ्नु पाएको छैन ओइ बुइने यो बोरा लिएर आइज नि मलाई सघा यहाँ होइन हौ यो मिसी त म विदेश गएदेखि चलाएको छैन कि क्या साह्रो गरौँ हाम्रो त्यस्तो पुरा उठेर हेर हामीले त कामै गरेका छैनौँ नि यहाँ तल केले काट्यो तेल लाउनु पर्छ अर्कोले ओए बुइनी बोरा लिएर आएर यो उठाएर लगिहाल्छ छिटो भित्र आमा म एकछिन गाउँतिर घुमेर आउँछु है कहाँ जान आँटेको फेरि विदेशबाट आएको यत्रो दिन भइसक्यो घरमा चाहिँ बसेर हुन्छ ए पक्क म यो मिसिनले सबै धुलो उठाउँदो रहेछ जब च्यारङले टाउको दुखिसक्यो ए आमा हिँड्ने बेला फेरि च्यारङ नपठाउनु न हौ ऊ त्यो छ त पसल देख्दैनस् क्या हो यति 2 पाला हिँड्न सक्दैन न हो के आकाशबाट आएको पाइला हिँड्न बिर्छ त यसले त खत्तम छ हेलो गाइस वेलकम छ सबैजनालाई मेरो लाइफमा इज मिसीमा आज चाहिँ मलाई राम्रो देख्दै होला हैन मेकअप गरेको छुइनँ नि फेरि आज मैले फिल्टर पनि लगाएको छुइनँ त्यो पनि मलाई राम्रै देख्दैछ हैन यसको रात पछाडि आइफोन हो नि साथीहरू मलाई चाहिँ मेरो दादाले विदेशबाट आउँदा आइफोन ल्याइदिएको छ मेरो दादाले आइफोन बडीगन चकलेट के ल्याइदिएको छ भरे म घुम्न जान्छु हैन अनि फोटो फेसबुकमा हाल्छु रियाक्ट गर्ने त्यहाँ फेरि ला नपत्या न त नपत्या यहाँ मेरो कुटी काटेको छेउमा भएर क्यामेरामा धुलो पसेर मात्रै हो नराम्रो आएको गाइस हेर्न सक्नुहुन्छ यहाँ मेरो कुटी काट्ने मेसिन छ यता पछाडि मेरो घर छ ल यहाँ च्याफ्रो मलाई फुटाइदिन्छु अनि अब हगेको मुतेको सबै देखा जतिखेर चलाएको छ जतिखेर अन्न यो बनाउनेलाई पो हान्नु पर्ने त तपाईँ मैले फोन चलाएको मात्रै देख्नु ल काम गरेको केही नदेख्नु गर्छस् त बिहान पनि यसैमा बेलुका पनि यसैमा काम गर्छस् त खुब पैसा कमाएको छस् तपाईले त्यही दादाले मात्रै त काम गरेको देख्नु हेर हेर यसको थुतुनु यो थुतुनु चले जति हात चलेको भए नि मैले दुःख पाउँथे त्यही दादाले चलाउँछ जान्न त्यसलाई माया गर्नु हेर अहिले भर्खर आएको जाँदा के गर्नु अब स्यामसङबाट लाइभ बसे पनि आइफोनबाट बसेको भनेर झाग दिनु परेको छ निर्जलले चक्लेट माग्यो भने चाहिँ के अब 10 रुपियाँको सेन्टर फ्रुट किनेर दिन्छु मेरै पैसा सक्दैन भयो आज भोलि त पुरा काम गर्न थालेछ छोरी तिमी पनि नमस्ते काका नमस्ते होइन अनि तेरो दादा त सिलगढी गयो जस्तै विदेशबाट मिली के आयो अरे त आइरहेछ दादा त बस्दै गर्नु ल काका म आमालाई बोलाइदिन्छु बस्ने त खासै विचार थिएन त्यही पनि अब यी खिच्चा कुकुर पनि हाम्रा गाउँमा कति होइन सँगसँगै कुकुर पो लिएर आएको है कुकुर आइहाल्छ नि अब हाम्रो भातमा लिएर पकाएको छ होइन त हिजो अस्ति विदेश गएको भन्थे फेरि देख्छु त आइहाल्यो कमाइ भएन साह्रै दुःख ठाउँमा पुगेछ काका
यहाँ पो विदेश 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 भनिँदो रहेछ उहाँको पैसा आउँदो रहेछ क्या होइन यसले ढाँटेर कतै केरल सेरलतिर गएर गरी भएर आएको त होइन हुन्छ तपाईँलाई उहाँ आउने पैसा नभएर उहाँ साथीसँग ऋण काटेर आएको अरे गएको ऋण त्यसै डुबो उहाँ खाना नपाएर भोकै भएर 20-25 जना त एउटै कोठामा कोचिएर बसेका थिए अरे अब त्यस्तै भिसा गएपछि त्यस्तै पर्छ ऊ बेला मैले राम्रोसँगले पढ भन्या 12 पास गरेको छ नपढेको हो त मेरो छोरालाई अब मेरो छोरासँगै पढेको भए त अहिले बेचलर सक्थ्यो नि होइन हौ काका तपाईँको छोरा धेरै वर्ष पढेको छ भने फुर्ती नलाउनु क्या काका होइन हामी पनि पढेका छौँ हौ हुने खानाले जे भन्दा पनि भयो अब सम्झाउनु न अलिकति ठुलाबाट आमा छोरालाई फेरि अलिकति नाकाकासमा जिउ बस्नु हुँदैन रिस कहाँबाट उठ्छ एक गाँटे तँलाई नराम्रो भनेको त्यतिखेर सिकमुलक सिक है भनेर भनेको थिइनँ मैले सिकेको छु सबै सिप आउँछ खोइ त हातमा कालो लाग्छ भनेर मेकानिकल सिक्दिनँ भने अब रङ गर्न जाँदा रङ लागेर लुगा बिग्रियो भनेर तँ पनि छोडी राम्रोसँगले गरेको त तँ पनि हुन्थ्यो नि पेन्टर पनि नराम्रो होइन अनि काम भनेको सानो ठुलो हुँदैन भाइ सिप भनेको सिपै हो आफ्नो ठाउँमा दर्बिलो बस्न सक्नु पर्छ अनि कामै नगरेको त होइन है मेरो छोराले तिम्रो छोरालाई मैले नगरेको भनेको छु र उहाँ कम्पनी कोही एउटा भनेर अर्कामा पठाइदियो अरे धेरै बाटो भयो भने यस्तै हुन्छ अब अलिकति बुझेर पैसा कमाउने भएपछि गयो भने हुन्थ्यो नि गिलास लिएर आइज अब हेर त घाटा परेन त गएको पैसा तेरो बाउले तिर्नु भन्नु तेरो बाउ छैन तैँले तिर्नु परेन अब तिर्ने म यो अनि जसरी भए तिर्छु क्या काका म यो समाजलाई देखाएर छोड्छु क्या अब यो समाजलाई देखाउने कुनै केलाई देखाउने भएर इगो हालेर त हाम्रो नेपालीहरू बिग्रिरहेको म गर्छु भनेर चाहिँ मनैले गर भने त हुन्छ है केटा बरु जे भयो भयो फेरि पनि म भन्छु अलिक राम्रो ठाउँमा हिसाब विचार गरेर जा फसेको पैसा उठ्छ त्यो त त्यही सोचिरहेको छु काका सोच्नुले के चाहिँ होला र हौ अनि सिपमूलक तालिम लिनुपर्छ है केटा फेरि विदेशमा त सिधै खोज्छ लु लैजा त्यहाँ पनि मजाले खाना दिनु के गर्नु आयो खाना जा अब 2 गुड्कीतिर अब आजकलको दिनमा भलो गर्नु त हुँदैन गाँठी अब मेरो छोराले कमायो भने डाँडफो गर्छन् त कान्छे ओ कान्छी कता के गर्दैछ हो यसो चिया सिया ल्याउनु हो आज यसो थकै लाग्यो पत्रिका सत्रिका पढेर यसो होइन हौ समाचार पनि के छाप्नु लाग्यो होइन बच्चा पाउनेलाई पालिकाले पुरस्कृत गर्ने होइन पुरस्कार पाइन्छ भने त आफ्नो खर्च क्या हो यहाँ राख्न यार तातो चिया अलिक बिस्तारै राख्नु बोलिसक्यो भाइलाई कहाँ घुम्न जान्छ घुम्न जान हुन्छ हेर्न जान हुन्छ भनेर त्यत्रो भ्युटार बनायो तेरो बाउलाई पत्रिकामा समाचार हालेर भाइरल बनाइहाल्छ के खानु बनाउनु घुम्न जानु बरु ठिकै छ घुम्न जानु पनि हुँदैन पैसा पनि छैन ठिक जस्तै त पुरा के त पैसा हुन्छ नेता यत्तिकै हावा पुरा गर्छ नगर के को घुम्न जान्छ स्कुल जाँदिन जान्छु एकछिन रुकु धोएर लिएर आउँछु छिटो आइज ढिलो भइछ जहिले ढिलो गर्छौ जी हाँ मेरो बाबासँग त
कति देर पनि सरी नि भोलि मलाई हुनमा लाने नि तेरो बाबासँग जति पैसा भयो नि के गर्छस् मेरो दादाले आइफोन ल्याइदिएको छ तेरो बाबासँग जति पैसा भयो नि तँलाई आइफोन किनिदिनुहुन्छ त्यस्तो जाबे आइफोन त भोलि त आइफोन किनिहाल्नुहुन्छ इस किनिदिनुहुन्छ खुब बोल्छ रे त्यसै त गर्छ नि त हेलो नमस्कार हजुर नमस्कार हजुर आराम हजुर हजुर अहिले भइसक्छ एसएमसीमा हजुर ए हजुर को आउनुहुन्छ हजुर ए उहाँ पनि आउनुहुन्छ भइहाल्छ नि को ल्याउनुपर्छ हजुर ए 2 बजे हजुर ए ल हस् हजुर हस् इनका त फोनमै मात्र गफ हुन्छ नि त घरमा त एउटा ढलेको सिन्को पनि उठाउनु छैन मलाई नसगान भाइ त्यत्रो सुँगुरको बाच्चा चाहिँ किन ल्याएको भन त अब मलाई केही गरी खान हुन्छ मलाई के व्यवसाय गरिदिनुहोस् भनेर भने कि होइन अनि त्यत्रो पालिकामा उहाँ ठोस लगाएर बल्ल बल्ल नेताको बुढी भनेर ल्याइया छ अनि मलाई नसगाउनु भाइ चाहिँ किन ल्यायो भन त अनि तिमी हात आइहाल्यो दाजु भाउजू गफ गर्दै हुनु रहेछ मैले डिस्टर्ब गर्छु कि क्या पिछामा आएर अनि आराम छ एकदम अनि पैसा कति ल्यायो कति बोरा ल्यायो पैसा कहाँ ल्याउनु हो काका पैसा यहाँ मात्रै रहेछ गाउँमा हुँदा मात्रै रहेछ विदेश भन्यो विदेशमा न कमाइ हुन्छ न भने समयमा खानु पाइन्छ बोकै मर्नुपर्छ कोही सुतेको ठाउँमा सुते हुन्छन् हो त्यही भनेर त मैले विदेश नजाऊ भनेको नि मेरो कुरा मानेन होइन नि नमस्कार कति काम आयो के काम थियो त भन त व्यवसाय सुरु गरौँ भनेर सोच्दै थिएँ त्यसकै लागि ए के व्यवसाय गर्ने विचार गर्यो त हाम्रो मेचमा सुरु गरौँ भनेको त्यसकै लागि आर्थिक सहयोग र अनुदान मिल्छ कि अब बुटिक त ठिकै हो केही चिनीसँग के बोके जस्तो छ के डकुमेन्ट प्रमाणपत्र छ यसो मिलेछ भने त गर्नु पर्यो होइन यी बुइने त कहाँ देखे जस्तो लाग्यो बुइने तिमी त्यो माथि घर साइले काकाको छोरी होइन ए अस्ति विदेशबाट तिमी फर्केर आएको व्यवसाय सुरु गर्न आँटेको रहेछ है ल गर्नुपर्छ तिम्रो डकुमेन्ट हेरेँ मैले भन्दा पनि त्यहाँनिर अब समिति ठाउँमा एकदमै राम्रो तरिकाले हेर्छन् खेलाउँछन् होइन हामीले त यसो भन्छन् मात्रै गरिदिने हो अथवा मिलाइदिने हो अब अहिले तिमी जाऊ होइन म पछि तिमीलाई यसो मिलिसकेपछि यता भइसकेपछि खुलेपछि म तिमीलाई अहिले जाऊ है यिनी कुवेतमा गतिरे केयर भन्ने ठाउँमा ए काका नमस्कार दाजु नमस्कार ल बस्नु अनि के काममा गकिरे बल्ल उता नेताको फोर्स लगाएर यता एमबिसीमा कुरा गरेर बित्कल्ली भक्तिलाई बल्ल झिकाइयो आफ्नै गाउँठाउँको चेलीबेटी दाजु है जाने बहिनी त नि बल्ल झिकाएर ल्याएको नि मैले पनि सुने मलेसिया चाहिँ दाजु हाम्रो मलेसियामा अन्तरेको छोरो त 22 दिन भएर त मर्यो त्यसलाई झिकाउने चाहिँ कहिले हो अब जिउलाई त सजिलो भयो ल्याउन सजिलो हुन्छ मरेको लास चाहिँ धेरै गाह्रो हुँदो रहेछ दाजु यो यताको कानुन उताको कानुन मिल्नु पर्दो रहेछ समन्वय गर्नु पर्दो रहेछ अब त्यो पनि गर्नु त पर्यो आफ्नो गाउँठाउँको मान्छे त्यसो भएर तर्केर कहाँ हुन्छ त हाम्रो नेपाली सन्तान अब विदेशमा पुगेर जान दिन मिलो ल्याउनु परेन ल दाजु यो तपाईँको कुरा पनि मैले गम्भीर रूपमा लिएँ म व्यवस्था गर्छु बरु आज 2 बजे एउटा कार्यक्रम छ होइन मैले रमेशलाई पनि भन्नै आँटेको थिएँ तपाईँ पनि आउनुभयो हजुरलाई पनि भनिहाल्छु त्यहाँ आज एउटा कार्यक्रम छ महत्त्वपूर्ण कार्यक्रम छ बरु अब रमेश पनि विदेश जान्छ त्यसले के गर्छ
होइन अनि तपाईँ पनि आउनु पर्यो अनि त्यहाँनिर म सबै कुरा मिलाउँछु बुहारीलाई म भनिदिन्छु हस् पछि अहिले कार्यक्रम 2 बजे लाइनमा आउनु है त्यहाँ बुहारी आउँछु होला बुहारीलाई यसो तातो पानी म चाहिँ अहिले कार्यक्रमले हतारले गर्दाखेरि हिँडिहालेँ है त हस् व्यस्त हो कि क्या अनि कति कामै काम लथालिङ्ग छ यता हेर लथालिङ्ग उता हेर लथालिङ्ग अनि बाबु तपाईँलाई के लाग्यो काम लाग्नु भनेको सुन्दै थिएँ नि दाइले भन्दै हुनुहुन्थ्यो केटा भोलिदेखि तँलाई काम लगाइदिन्छु विदेश नजा यही जागिर गर भन्दै हुनुहुन्छ खै लगाइदिनुहुन्छ र बाबु इनका भरोसामा चाहिँ नबस् है म इनको भरोसा गर्दिनँ अब तपाईँ जस्तो मान्छेले यहाँ बसेर के चाहिँ गर्नुहुन्छ भन्नु त अब यहाँ बसेर गोबर सोर्न पाउँदैन तपाईँलाई यसो अब त सोध्छन् केटो के गर्छ भनेर बिहे पनि हुन्छ होला अनि यहाँ यस्तो गर्छ भन्दा त कसैले दिँदैनन् नि त आफ्नो छोरी त त्यो त हो कि होइन त्यही भएर मैले सोच्नु त त्यही सोचिरहेको छु काका तर अब चाहिँ अर्को देश जानु पर्यो क्या त्यो देशमा भएन अरू मेरो छोरालाई भन्छु गरेर मेरो छोरो भएको कम्पनी हो तँलाई एउटा भिसा पठाइदिए भन्छु ए भाउजू अलिकति कति परेको समय गर्नु न मलाई ए बाबु के गर्नु अब यसो अलि भन्दा उसलाई दाना राखे भन्दा भन्दै सकिन्छ ल के भन्छु छोड नेपाली भएर आइछु म पाएको अरे कि आफै ल्याएको साथी त्यो अघिको केटी भनेको त त्यो साले भने त्यो केटी त अनि कता कुवेतमा चाहिँ यसो भएर आखिर भन्छ नि काका पनि जे भए पनि जसो भएर आए पनि यहाँ र जे त्यसले उसले आफ्नो व्यवसाय त गर्दै थियो नि त यो त राम्रो कुरो यसलाई त म पनि प्रोत्साहन गर्छु तर आजकलका केटीहरू विदेश जान्छन् अनि त्यहाँबाट यतिको छोटो लुगा लाएर उहाँ समुद्रमा गएर कि यस्तो गरी फोटो उठाएर पनि अलिक त यस्तो भएको हो कि जस्तो लाग्छ है मलाई आफ्नै गाउँमा आफ्नै यहाँ देशमा त अहिले सुरक्षा गाह्रो छ अनि वो त मैले तँलाई जानकारी मात्रै गराएँ हो यस्ता कुरा कतिपय विदेश जाने घरमै पुऱ्याउनुपर्छ भन्ने कुरा हो अहिले चाहिँ अब बरु जान्छस् भने म अलिकति सरसापट्टि गरिदिउँला तर इमान्दारी तिर्नुपर्छ है फेरि हो काका ल तर मलाई पनि गाह्रो छ नि त अब यता विदेश जाउँ कि जे भने पनि हेर आमालाई चाहिँ राम्ररी बुझा मेरो कुरा त खान्नन् अघि उहाँ छोराको उ गरेर ढाक देखाउँछ भनेर भन्दै थिएँ ल कुरो चाहिँ भयो बुझिस् त छिटो आइज न ढिलो भइसक्यो ओइ तिमीहरू म त यहाँ अलिकति पर्खेको हो आम्मामा कुन बाटो आएको थियो अर्को बाटो घुमेर आयो कस्तो खाएको रहेछ ओ दादा सुन न ए बाबा हो यसलाई चाहिँ कहिले दादालाई उनाउ जस्तो भइसक्यो क्या ल बुझ्ने तँलाई आइफोन पठाइदिन्छ पहिला विदेश त जानु दे जान्छु बहिनी जान्छु भाइ पपडा ल भाइ ल के भन्छ ल अनि नि दादा म अब एससी सकेपछि राम्रो कलेज पढ्छु अनि त्यसपछि म कलेज सकेपछि म नि विदेश जान्छु बुझी तँ चाहिँ नजा है तँ आमा रुँगेर बस्ने हो एक खुबै उची विदेश जानु अरे अनि म त जाने तँ जान्छे चुला म एकछिन पर
त्यहाँ नेताले बोलाउँदै हुनुहुन्छ नि त गएर आउनु पर्यो बिहानदेखि हिँडेको मान्छे भर्खर आउँदैछस् त आमा नरिसाउनु न मेरो आमा मलाई उहाँ साथीहरूले क्या तँ कति दिन घर आइछस् आइज मेरोमा भात खान जा भन्नाले त्यसै खाएर आएँ अनि म पनि त त्यही छोरा आउँछ सँगै भात नखाएको कति भयो भनेर पर्खेर बस्छ कि खानु भएको छैन अहिलेसम्म अनि ढिलो आएछ आइनस् अब खाएँ नि ल ठिक छ ल मै चाहिँ पुगेर आइहाल्छु कहाँ अब त्यहाँ नेताले बोलाउनु भएको थियो के मिटिङ छ कहाँको मिटिङ सबै गाउँलेलाई बोलाएको छ तँलाई मात्रै हो म पनि जान्छु आमा तपाईँ बुढी मान्छे घरमा बस्नु न त्यहाँ यतिकै भिड हुन्छ जाने नहुँ न म कुरा गर्छु क्या मेरो कुरा खान्छन् मलाई काम लगाइदिन्छन् राम्रो हो कि यी मान्छे त राम्रो हो त तैँले पुरै बुझेको छैन तिमीहरू उदाहरण ठेउलाले नि यत्तिकै नेताहरूलाई गाली गरेर के भनेर गर्छौ दिदी काकाको कुरा सुन्ने होइन नि फेरि आफ्नै घरका मान्छेले हो भड्काउने गरी खाएको देख्न सक्छ त्यो अघि आउनु चाहिँ म कुरा गर्छु आमा पनि हो यो बुढी मान्छे त घरमा बस्नु नि होइन के जानु होला यस्तो भिडभाडमा बुढा भनेको त यहाँ मान्छे धेरै जेठमाथि चाहिँ नबोल्नै आमा फेरि होइन हौ तँ विदेश गइस् भन्दा मैले पनि सबै टिभीमा रेडियोमा सुनेर त्यो मोबाइलमा हेरेर सबै जानेको छु सिकाउँछ अझ सुन गाउँले हो तपाईँहरूको हातले भोट हानेर जिताउनु भएको हाम्रो ठाउँमा आज नेता आउँदै हुनुहुन्छ म उहाँलाई लिएर आउँदै हुनुहुन्थ्यो तपाईँहरू सबैजना भेला भएर बसिदिनुहोस् ल म नेताले लिएर आइहाल्छु है त नमस्कार नमस्ते नमस्कार माथिको पनि नमस्कार ओहो हाम्रो रमेशले कति राम्रो ठाउँ बनाएको छ कति ल नेताको लागि त यो खेल्ने मान्छे हो ल सबैजनालाई नमस्कार यताकोलाई पनि नमस्कार उ माथिकोलाई पनि नमस्कार हजुरहरूले जिताको रुचाको म लोकप्रिय नेता आज हजुरहरूको माझमा यो गाउँमा केही गरौँ कि भनेर तपाईँहरूलाई एउटा रहस्यमय खुलासा गर्न चाहन्छु जनसमुदायहरू मेरो मन मस्तिष्कमा के कुरा आउँछ भने तपाईँहरूको मन मस्तिष्कमा पनि आउँछ मोबाइलमा पनि आउँछ देश रित्त भयो होइन गाउँ रित्त भयो युवा छैनन् भनेर हामी सुन्छौँ देख्छौँ अब युवा किन रित्त नहुन् युवा जति सबै काठमाडौँको आन्दोलनतिर हुँदो रहेछ अनि बाँकी युवा युरोपतिर यो भएर जनसमुदाय अब हामीले हाम्रो नेताले जुन के भन्नुहुन्छ काकाले जस्तै हजुर त्यो पल्लो घर काइलाको तिनवटा छोरा त घरमै छ त सबै त कहाँ गएको छ त विदेशतिर मरा अब सबै रित्तो भयो भने त जनगणना फेरि जिरो हुँदैन बेजेट हुन्छ देशको यो भएर जनसमुदाय अब हामीले विदेशमा रहेका अनि यही गाउँमा भएका र फर्केर आएका यी रमेश जस्ता युवाहरूलाई अब केही गर्ने विचार गरिरहेका छौँ त्यसमा तपाईँहरूको अमूल्य साथ रहन्छ भने मैले विश्वास लिएको छु अब हामी केही गर्न चाहन्छौँ अघि भर्खर एकजना चेलीबेटी हाम्रो गाउँकी बहिनी आएकी थिइन् बिचारे उनी कुवेतमा बिचल्ली परेर हाम्रो पार्टीले बल्ल बल्ल एमबिसीमा कुरा गरेर झिकाएका छौँ अनि अघि एकजना दाजुले भन्दै हुनुहुन्थ्यो उनीको मलेसियामा पनि बिचल्ली परेका छन् त्यो पनि अब हामी गर्नेछौँ र यो रमेश जस्तो युवाहरूलाई पनि अब हामी यो देशमै यो गाउँमा स्थापित गर्नेछौँ त्यसैले मेरो चाहिँ चाहना के छ भने जनसमुदाय युवा देशको शान हजुर सबैलाई ल्याउँछु म काम देश फर्किएर आऊ मेरो हात समाऊ ल धन्यवाद अब लेखेको सक्यो हस् धन्यवाद यति भन्दै म बिदा हुन्छु आऊ भन्नु होइन नेताज्यू तपाईँले त
कस्तो पाराले आओ आओ पो भन्नुहुन्छ भन्नु परेन 84 आउँदैछ अब यसो ल ए भइहाल्छ नि चिन्ता नगर तँ मेरो मान्छे हो अब यसलाई विदेश नजा भनेर अब हजुरले नि सम्झाइदिनु पर्यो मैले भनेको खाँदैन अब गर्छ सबै अब गर्छ नमस्ते गर्छ ल हस् नमस्ते नमस्ते भन्दै थिएँ त लगानी गर्न ए आमा यो नेपालले बोल्छन् मात्रै गर्ने चाहिँ केही पनि होइन नि फेरि तपाईँलाई थाहा छ नि अब म भन्दा त अगाडि जन्मेको रहेछ है मलाई सिकाउने भइसक्यो यस्तो हो नि त आमा मैले सुन्दा ठ्याक भइसकेको छु क्या मैले सुनि यता भोगेका यहाँ सबै यता उस्तै हुन्छ कतिले हाम्रो काम गरेका नबोल म त अरू कुरा जान्दिनँ आमा अब चाहिँ म विदेशी जान्छु है म चाहिँ अब यहाँ बस्नेवाला छैन गाउँ घुमेर तँलाई कसले भूत सवार गरिदियो भुत्सवर होइन आमा अब म विदेश गएँ भने पैसा पनि टन्नै कमाउँछु बुइनीलाई पढाउँछु तपाईँको बुढेसकाल लाग्दैछ तपाईँलाई हेर्छु पाल्छु पैसा मात्रै ठुलो कुरा हो बाबु भन् त यहाँ घर सबै मर्दाका मलामी खोइ म मऱ्यो भने कसले मलाई लान्छ ए भनेपछि तपाईँले भन्नु खोज्नु भएको तपाईँलाई साथी चाहियो होइन चाहिएन त ठिकै छ म बुढीलाई बिहा गरेर बुढी घरमा छोडिदिन्छु म विदेश जान्छु भएन अब भएका विदेश गएर त पैसा त सबै बुढीलाई पठाउला अनि बुढी चाहिँ फेरि अर्कासँग जाली अनि ए आमा छोरालाई सानैमा बाबुले छोडेर जाँदा कति दुःख गरेर हुर्काएको छु मैले खोइ मेरो भावनालाई बुझेको तैँले होइन आमा यहाँ नेपालमा बसेर गर्नु चाहिँ के होइन पशुपालन गर्न होइन होमस्टे गर्दा भयो नि होटेल चलाउँदा भयो अनि पाइए पर्यटन पनि आउँछ नेपालमा चल्नु पर्यो नि कृषि खेती गर्न होइन त्यो मेकानिकल के सिक्न हातमा कालो लाग्छ चल्दैन होइन विदेश चाहिँ नजा बाबु विदेश के बाजेलु त आएर यहाँ सम्झाइदिनु पर्ने सम्झाइदिनु मैले भनेको त पिटिक्कै टिएन राम्रो भने त किन जानु त विदेश नजाऊ आमालाई पाल्नु बस्नु बिहे गर्नु राम्ररी होइन हजम गरेर बस न यहाँ बसेर के गर्ने के गरी खाने पेट फाल्नु परेन पछि भविष्यको लागि हेर्नु पर्दैन हामीले दिन पनि गरे विदेश गएर अरे बाबा एउटा बुहारी देऊ घरमा गरी खाएर बस न के विदेश हामी विदेश गएर हैरान भएर 11 वर्ष बसेर आएको तपाईँको धन सबै चल्नै होला छोरा विदेशमा होला अनि पैसा खेलाउँदै बस्नुहुन्छ आमा पाल्न सक्छ बुढी पाल्न सक्छ एउटा केही इलाम गरेर बसेर खाऊ न के विदेश नेपालमा बसेर केही पनि गर्न सकिँदैन यहाँ खेत रोप्यो उब्जनी हुँदैन खेती गाई बाख्रा पालन गर्यो सबै मरेर जान्छ ए बाबु नेतागिरी गर्यो भने खाएर मरिन्छ म त विदेश जाने हो मेरो भविष्यको लागि म विदेश जानु पर्छ अलिकति राम्रोसँग सम्झाउँदा
जाने मान्छेले भनेको दिनु सकिँदा आउनु न यो नानी हो यो नानीलाई सम्झाइ बुझाइ सबैले गरिहेर त लु आइदिनु न यसो उदास लाग्यो रे उदास लाग्यो रे उहाँ दाइले सम्झाउन सक्नुहुन्छ परिवारका मान्छे पनि त गएका होला नि यो खाता हाम्रो हुन्छ म प्रयास गर्छु मलाई सम्झाउने प्रयास गर्छु है त तपाईँ कति वर्ष एक वर्ष नपुग्दै आयो अब ऋणहरू त गएको नि त्यसै छ डुबो उहाँ भोकै भएछ कति रात अनिदो नसुत्न पायो न बेलामा खान पायो दुई तिन दिनमा एक छाक बल्ल तल डुब्ला र मर्न आँटेको छ सजिलो त रहेछ होइन दिदी म अर्कै जग्गा जाने हो क्या त्यो जग्गा जाँदिन अर्कै जग्गा जान्छु ठिक छ कति वर्षको लागि जाने कति कमाइ भयो भने कति वर्षसम्म बस्ने केही त्यस्तो योजना गर्नुभएको छ म त गयो भने 10 वर्ष बसेर आउँछु मरेपछि त हुँदाखेरि त तपाईँको तातो पानी तताएर दिने हुन्छ विदेशमा हुँदाखेरि त सबै मान्छे ड्युटीमा जान्छ तातो पानी तताएर दिने सम्पत्ति फेरि उयो आउँछ नि त घरमा रङ लगाउने काम पनि गरेको मैले अनि त्यो बिजुलीको काम पनि जोड्छु त्यो होइन पुगेर बनाइदियो भने नि यहाँ सुन्नु न सानो ठेकापट्टा दिएर पनि रङ लगाउने कामहरू गर्न सकिन्छ होइन परिवारको कुरा गर्ने तपाईँलाई गाह्रो पर्दा सहयोग गर्ने छिमेकी हुनुहुन्छ त्यसमा गर्ने काम त यही हुन्छ दिदी अब म मेरो आमालाई अब एक्लो हुनु दिन्न म यहीँ बसेर पनि रोजगार सेवा केन्द्र छ होइन त्यहाँ आएर पनि ल त्यसरी आमा भोलिदेखि म तालिम जान्छु नि फेरि जा त उहाँहरूसँग बुझ्न पठाउनु है अब के म अब विदेश जाने दिनु कि के बस्छस् भन्नु लु भन्नु त अब ती हुने खानेहरूको कुरा सुनेर त्यसो भन्छ ती काकाको कुरा सुन्ने हो ल आमा अब जान्न नि त अब बुझ्यो नि त बल्ल सिकेर तपाईँले कति सक्नुहुन्छ आफूले सक्दो गर्ने प्रयास गर्नु गर्दाखेरि केही चिज लागेन भने जानु होला तर पनि यही गर्नु प्रयास त्यही भने त्यो धन्यवाद पनि म त अब साह्रै तनावमा पो छ केही गाह्रो साह्रो पऱ्यो भने नगरपालिका आउनु होला ल आमा बुझेँ आमा अब म जाँदिनँ तपाईँलाई अब बुझेर सबैजना कलाकार साथीहरूलाई यहाँ बोलाउन चाहे र आयोजक टिमहरू पनि आइदियो होला हामी यो तपाईँहरू ती सबैजना भेला हुनुभयो आफ्नो कामलाई छाती राखेर भए पनि हाम्रो नाटक हेर्न आइदिनु भयो एकदमै धेरै आभारी छौँ हामी त्यसका लागि हामीले कतिको यो जनचेतनामूलक यो सन्देश कतिको फैलाउन सकिनौँ कतिको प्रभावकारी यहाँहरूका लागि बनेन यहाँहरू आफैले मनन र विचार गर्नु होला हामी परिवर्तन नाटक समूह काँकरभिट्टाबाट आज यो तपाईँहरूको गाउँमा यो तिमसिने बिन्दावासिनी टोल तिमसिने टोलमा आज हामी एउटा बिन्दावासिनी टोल यहाँ उपस्थित भएका छौँ तपाईँहरूको गाउँघरमा
एउटा कचहरी नाटक लिएर उपस्थित भएका छौँ। पहिलोपटक यो ठाउँमा आएका छौँ। हामीलाई पनि यो ठाउँ देखेर तपाईँहरूसँग भेटघाट हुँदाखेरि खुसी लागेको छ। यति राम्रो सुन्दर ठाउँमा हाम्रै झापामा पनि यति सुन्दर ठाउँ रहेछ मेचीनगरमा पहिलोपटक आउन पाइयो। खुसी छौँ। यहाँका हामी सबै कुराहरू चाहिँ यहाँका व्यापार व्यवसायका कुराहरू अरू कुराहरू तपाईँहरू बसोबास गर्नुभएका कुराहरू हामी साथसँगै मनमा लिएर जानेछौँ। हामी एउटा नाटक लिएर आएका छौँ। यो नाटक कचहरी नाटक भनेको के होला? सडक नाटकमा हजुरहरूले थाहा छ। कचहरी नाटक भनेको कचहरी भनेको त बुवालाई थाहा छ। कचहरी बसेर भेला गरेर पञ्च भेला बसेर चाहिँ गाउँघरका मुद्दा मामिलाहरू समस्याहरू समाधान गर्ने मिलाउने काम गरिन्थ्यो अरे नि, होइन बुवा? हो त्यस्तै हामीले चाहिँ यही गाउँमा हामीले बनाइरहेको नाटकमा त्यस्तो घटना त्यस्तो समस्या नहोला, तर अर्को गाउँमा चाहिँ हामीले यस्तै घटना एउटा घटना थाहा पाएर एउटा समस्या थाहा पाएर त्यो समस्यालाई चाहिँ नाटकमा रूपान्तरण गरेर हामी यहाँ देखाउन आएका छौँ। त्यो नाटकमा चाहिँ वैदेशिक रोजगारबाट फर्किएर आएकाहरूको कथा छ। उनीहरूले अब के गर्ने होला भन्ने त्यस्तै प्रश्नहरूको कथा छ। हामीलाई यहाँसम्म ल्याइपुर्याउनु हुने मेचीनगर नगरपालिका रेमी परियोजना रोजगार सेवा केन्द्र आयोजक रहनु भएको छ र उहाँहरूलाई हामी केही कुराहरू बोल्न दिएर यो कार्यक्रम किन आयोजना गरियो भन्ने कुराहरू बोल्न दिएर चाहिँ हामी यहाँबाट बिदा हुन्छौँ। नाटक हुँदै गर्दाखेरि चाहिँ जस्तो यही ठाउँमा हामी नाटक गर्छौँ। यहाँहरूलाई हाँस्न मन लाग्यो भने मजाले हाँस्न सक्नुहुन्छ, रमाइलो लिनुहोस्। रमाइलो सँगसँगै हामीले एउटा चेतनामूलक सन्देशमूलक प्रस्तुति पनि गर्नेछौँ नाटकभित्रै भन्दै अबको लागि यो कार्यक्रम आयोजना किन गरियो भन्नका लागि आफ्नो शब्द राखिदिनु हुनको लागि आयोजकको तर्फबाट प्रवीण सरलाई म अनुरोध गर्दै म बिदा चाहन्छु। धन्यवाद, नमस्कार। उहाँले प्रवीण भन्नुभयो। दिनभरि बिहानदेखि गर्दै गर्दा गल्नु पनि भएको मैले बुझेको छु उहाँहरूको। यहाँको यो मेचीनगर नगरपालिका वडा नम्बर 3 को टोलमा आउँदै गर्दाखेरि हामीलाई चाहिँ अघि उहाँले भन्नुभयो जस्तो एकदम मन फुरुङ्ग भएको छ। हामी नाटक देखाउन आएको होइन, हामीले नै चाहिँ यहाँको एकदम सुन्दरता देखेर अझै धेरै खुसी हुनुपर्ने हो कि जस्तो भएको छ। हामीले यहाँ कोचरा सरलाई जिस्कायौँ पनि अलि पैसा भयो भने त किन्दा हुने पो रहेछ क्या हो भनेर है। अब अहिले वैदेशिक रोजगारी भनेको हाम्रो घर घरको कहानी भएको छ, होइन त? यहाँ वैदेशिक रोजगारीमा अहिले नै विदेशमा हुनु भने कतिजना हुनुहुन्छ आफ्नो परिवारको सदस्यको हात उठाइदिनुहुन्छ? अहिले विदेशमा आफ्नो आफन्त हुनु भने कतिजना हुनुहुन्छ? एकपल्ट हात उठाइदिनु त। विदेशमा बुवा आमा दाजु भाइ होइन छोराछोरी धेरैजनाको हुनुहुन्छ। अनि विदेशबाट फर्केर आउनु हुने पनि धेरैजना हुनुहुन्छ। मैले कार्यक्रममा पनि थियौँ। विदेश भनेको चाहिँ हाम्रो घर घरको कहानी हुँदै गर्दा विदेश जाने कुरा एउटा छ, फर्केर आउनु हुने दाजुभाइ दिदीबहिनीहरूलाई यहीँ बस्नका लागि थुप्रै समस्या छन्। ती समस्याहरू हाम्रा घर घरका समस्या हुन्। ती समस्यासँग जोडिएर अघि म्याडमले भन्दै हुनुहुन्छ रोजगार सेवा केन्द्र भन्ने है। मेचीनगर नगरपालिकामा एउटा रोजगार सेवा केन्द्र भन्ने छ। त्यो रोजगार सेवा केन्द्रको टिमै आएको छौँ हामी है। रोजगार सेवा केन्द्रको संयोजक म्याडम हामीसँग हुनुहुन्छ, अर्को सर हामीसँग हुनुहुन्छ। हामी परियोजनाका 4जना यहीँ छौँ। भनेपछि त्यो रोजगार सेवा केन्द्रमा विदेशबाट फर्केर कसरी पुर्याउन सक्छ अनि वैदेशिक रोजगारीमा भएका सबै खाले समस्याहरू कोही भयो होला, कोही कुनै समस्या भयो होला, कोही उहीबाट गम्भीर भयो होला, सबैजनालाई रोजगार सेवा केन्द्रसँग जोड्नुपर्छ भन्ने हिसाबले नाटकको माध्यमबाट सूचना त फरक दिन सकिन्छ नि त। फरक तरिकाले यहाँ तपाईँहरूलाई चाहिँ हामी कहिलेकाहीँ थोरै हँसाउँदै कहिलेकाहीँ थोरै चाहिँ तपाईँको दुःख पनि लगाउँदै कहिलेकाहीँ अन्यलमा पार्दै यो नाटकको माध्यमबाट मेसेज दिने गरी आएको छौँ। यो हाम्रो नाटकलाई चाहिँ यसलाई राम्रो ढङ्गले समायोजन गर्ने गरी यसलाई राम्रो बनाउने गरी हाम्रो परिवर्तन थिएटरको टिमले हामीलाई साथ दिनुभएको छ। अब नाटकमै छ सबै कुरा। मैले नाटकमा जति कुरा आउँछ मैले भनेर सक्दिनँ है। अब योभन्दा पछाडिको क्षणमा परिवर्तन थिएटरको टिमलाई
गाउँ फर्किएका पाइला हेर्नु त गाउँ फर्किएका पाइला विदेशबाट गाउँ फर्किएका पाइलाहरूलाई अब हामीले कसरी साथ दिने के गर्ने भन्ने सन्दर्भमा तयार गरिएको यो नाटकलाई प्रस्तुति गरिदिनु भन्नको लागि म परिवर्तन थिएटरको टिमलाई चाहिँ अनुरोध गर्छु हामी फेरि कुराकानी गरौँ।